मकन हरे शिव शान्ति र चैन सपना बीच पनि रतिभर छैन मेरा बान्धव बाबु र आमा बस्छन् वनका एक कुनामा कोसित पोखु मनको ताप गर्दै पिञ्जडा बाट बिलाप कहिले रुन्छु कहिले मुर्दा तुल्य म हुन्छु कहिले पागल सरी उफ्रन्छु केवल वनको सुख सम्झन्छु फलफुल खाई नित्य रमाई वनमा फिर्ने बबुरालाई विधिले पायो पिञ्जडा भित्र कर्म हरे शिव हुन्छ विचित्र दैव हरेकिन बालकलाई बन्धन पार्यो व्यर्थ मलाई शीतल पारी कुञ्ज निवासी भोजन मीठा फलको खास ती सब हुन् कि आज विनाश बाँकी छ एकै मनको त्रास जागृति अभियुक्त भए आज मुक्त टेकी पहिलो कम सोच्दछु हुने हो अब के तोडे सबले नाता छाडी गयो टाढा फेरि जिउने अठोटली यहाँ छु म अहिले Number
420 लुगा झर्केछ ब्ल्याक एन्ड व्हाइट अनुशासनको गडा लाइफ खानलाई सुखदायक नाइट पनिसमेन्टको हाइटले पनि सिकाउन सकेन कति गाह्रो छ भनिलाई साथीहरूले भने जा उमगको साथ जा फर्केर नभुले हाम्रो मित्रता सेलर भन्छ बाबु सदा राम्रो मान्छे भन्न सदा राम्रो गरिलम पहिलो पाइला जेल बाहिर टेक्दैछु कस्तो हुनु थियो के भयो पनि सोच्दैछु काम धुरा नगरी पुरा नपिछाडी हट्नेछु सबैलाई देखाउनेछु प्राप्त मेटाउनेछु देखिन साथी भाइ आमा बा नाता गोता मेरो सजाय माफ हुन्छ भनी कसले सोचे होला एक्लै हुँदा हेप्छन् सबले सबलाई तर मरेरै जानु छ सबलाई भनेर गुड बाई अभियुक्त भए आज मुक्त टेकी पहिलो कदम सोच्दैछु हुने हो अब के तोडे सबले नाता छाडी गयो टाढा फेरि जिउने अठोटली यहाँ छु म अहिले घर जाउँ भने आमा बाले छाडिसकेकी छिन्न नछाडे पनि चिन्न मछिरे मान्ने हुन् कि किन्न मछिरेमा ठान्ना दूषित हुन्छ कि यो घर नाम पछि जोडिएकोले ज्यानमा राखो थर मिल्ने साथी पढ्न थालिसकेछ का हातहरूलाई सोध्छु म के लिफ्ट पाउन सकिन्छ यार भन्छौ डेफिनेटली नभइदिएको बेहतार र बेकार लाग्छ देखि त्यो मुजीको अनुहार जागिर खोज्न जाउँ त मेरो छैन कुनै डिग्री सबै पिआर सिद्धिसक्यो मन्त्री छैन जिग्री एक्लै हुँदाखेरि हेप्पो सो कोहीले मलाई तर सोच्ने गर्दछु म यही जगतको भलाई मान्छेको भोलि बन्दुकको गोली या होस् त्यो प्राण एकचोटि निस्केपछि फिर्ता आउँदैन त्यो त मान साँचो साँचै हुन्छ चाहे साथी दे छुटो बयान छुटो छुट्टै हुन्छ चाहे दे साँचो बयान मुठुमा छ शुद्धता गर्दैछु कर्म राखेर आँट पुरै जीवन सिद्धिने छैन मात्र भएर टाँट रक्तकार पनि कुनै दिन भएका थिए बदनाम गरेपछि राम्रो काम रह्यो वाल्मिकी उनको नाम समाजको मरेको मायालाई गर्नेछु पुनर्जीवित फर्केर जान चाहन्न म जेल कथम कदाचित सम्पूर्ण जोशको साथ नौलो जीवन गर्दैछु सुरुवात छामी मेरो बात प्रभु देऊ आशीर्वाद कति कतिको हेर्छौ अनुवाद सोच्छु परिस्थितिले कहाँ पुर्यायो नसोच्न सक्ने कुरा समयले देखायो मैले के पाएँ दुःखमा रमाए एकछिनको त हो मनोरञ्जन अपराधी रहे म सारा जीवन तर तोडिन कदापि दिएको वचन साँचो कुरा हो यो सुखमा संसार रमियो दुःख समाजको हीन भागमै रह्यो हीनताको भावले हो प्रवृत्ति बिगार्ने इखले सपार्ला मानिसलाई तर यही इखले जन्माउँछ मान्छे मार्ने बदलाको मिठासको छ सबलाई आस थुप्रै मध्येको एउटा मात्र लीलाको रास जो फुल्यो प्रकृतिमा रह्यो झुँदै बदली अवधिमा यही हो नवजीवन रहन सहन कथन सिजन जीवन मरण कारण आँखा चिम्लिन सिक तिमी नै हो मेन कारण यु आर द यूनाइटेड वन यु आर युनिक अभियुक्त भए आज मुक्त टेकी पहिलो कदम सोच्दैछु हुने हो अब के तोडे सबले नाता छाडी गयो टाढा फेरि जिउने अठोटली यहाँ छु म अहिले अभियुक्तको छाप मेरो निधारमा बस्यो बाहिर निस्केपछि सारा जिन्दगी नै के भयो अप्ठ्यारो पर्यो दोधारमा पर्यो आफ्नो भन्ने सारा सबै टाढा भइगयो न त बाँच्न दिन्छन् न त दिन्छन् सल्लाह मर्न पर बसी थपडी मार्छन् सोझोलाई नै सबले हेप्छन् देखि सबैको दुःख म आफै हुन्छु आज दुखी घटे जति सुख हुन्छ दिँदैन कसैले पुष्टि भाग्य मानिछन् कति ठुला भैमा मस्त छन् भाग्य के खेल रहेछ यो धनी हुनेछ मलाई मन तर नबनी धुर्त यहाँ कमाइदैन फुटी कौडी लड्दैछु म आज यहाँ जीवनको दौडी जसलाई गरे विश्वास ती सबैले मारे आस बालै भएर भन्दै आज साथमा राख्दैछु व्यक्ति खास जिन्दगी नै छ यस्तो मागेर भागेर कहाँ जाने काँचो छ मलाई यस्तो साथको नआती समाते दुई चार हात आए पापी के होला म भयो कष्ट के को लागि सोच्दै लेख्दैछु म आज दुनियाँ त्याग्ने विचार राखी जोस र होस ममा छ सक्छु म ताजा सास फेर्न साथी भाइ नाता गोता गए सबै घाँस चर्न आज मेरो आत्मा रुदा छैन कोही साथ दिने कमाउँछु इज्जत फेरि ल्याउने छु म खुसी फेरि अभियुक्त भए आज मुक्त टेकी पहिलो कदम सोच्दैछु हुने हो अब के तोडे सबले नाता छाडी गयो टाढा फेरि जिउने अठोटली यहाँ छु म अहिले
da 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 da